विश्व वातावरण दिवसको अवसरमा आयोजित चुलीपोखरी ट्रास म्याराथन प्रतियोगितामा 64 वर्षीय टेकमान राई प्रथम हुनुभएको छ। सबैभन्दा बढी 21 किलो 160 ग्राम फोहोर सङ्कलन गरेर राई पहिलो हुनुभएको हो। त्यसैगरी 8 किलो 420 ग्राम फोहोर सङ्कलन गर्ने कौवान चामलिङ राई द्वितीय र 7 किलो 710 ग्राम फोहोर सङ्कलन गर्ने सिसम लिम्बू तृतीय हुनुभएको छ। प्रथम हुनेलाई नगद 5,000 रुपैयाँ र प्रमाणपत्र, द्वितीय हुनेलाई नगद 3,000 रुपैयाँ र प्रमाणपत्र तथा तृतीय हुनेलाई नगद 2,000 रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको छ। विश्व वातावरण दिवसका अवसरमा हरित सामाजिक कार्य नेपालले चुलीपोखरी ट्रास म्याराथन प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगितामा 77 जनाको सहभागिता रहेको थियो। इलामको खुँडीबाट सुरु भएको म्याराथनमा सहभागीहरूले करिब 3.5 किलोमिटर पहाडी ट्रेल हिँड्दै चुलीपोखरी पुगेका थिए। चुलीपोखरीमा उनीहरूले वृक्षारोपण गर्नुका साथै पोखरी परिसर सरसफाई गरेका थिए। चुलीपोखरीबाट खुँडी फर्किने क्रममा सहभागीलाई संस्थाले कपडाको झोला वितरण गरेको थियो। सो ट्रेलमा जथाभावी मिल्काइएको प्लास्टिक, क्यान, काँच, लत्ता, कपडा लगायतका फोहोर सहभागीले सङ्कलन गर्दै फर्केका हुन्। सबै सहभागीले सङ्कलन गरेको फोहोर खुँडीमा नापजोख गर्दा सबैभन्दा बढी फोहोर सङ्कलन गर्ने 3 जनालाई नगदसहित पुरस्कृत गरिएको संस्थाका अध्यक्ष प्रजल कार्कीले जानकारी दिनुभयो। कार्यक्रमलाई मिक्लान्जुङ गाउँपालिका वडा नम्बर 2 को कार्यालय, कोशी प्रदेश सरकार, पर्यटन, वन तथा वातावरण मन्त्रालय, पूर्वाञ्चल विश्वविद्यालय जनता आदर्श बहुमुखी क्याम्पस पुष्पलाल चोक, सूर्यज्योति लाइफ इन्सुरेन्स, डिभिजन 1 कार्यालय मोरङ, विराट नर्सिङ होम, शास्तम कलेज, श्री पिनाकी लक्ष्मी ज्वेलर्स, साङ्ग्रिला फुटवेयर, काभ्रा ग्रुप, लायन्स क्लब अफ विराटनगर, पाथिभराले सहयोग तथा प्रायोजन गरेका थिए। सहभागीलाई खाजा, पानी र टी-सर्ट प्रदान गरिएको थियो। स्वदेशी उत्पादनको प्रयोगलाई प्राथमिकता दिने संस्थाको नीति अनुसार नेपाली कागजमा तयार गरिएको प्रमाणपत्र वितरण गरिएको थियो।